बिग्रिन सक्छ है। त्यसैले अलिक थोरै गरेर पिन्नु पर्दछ। अब भने ठुलो कराईमा थोरै तेल राखेर पकाउँदैछु। अरू अचारहरू बनाउँदा तेल धेरै राख्न मिले पनि यो माडा बनाउँदा चाहिँ तेल धेरै राख्न मिल्दैन है। पाक्ने क्रममा अब मसला राख्दैछु। मसला आफ्नो स्वादअनुसार थप घट गर्न सकिन्छ। मैले भने जिरा, धनिया, टिमुर, सुकेको खुर्सानी, मेथीलाई हल्का भुटेर पिनेर तयार पारेको छु। यसमा मैले थोरै तोरी पनि राखेको छु है। पाक्ने क्रममै मैले मिश्रीलाई मसिनो गरेर पिनेर राखेको थिएँ। भिडियो लिन भने छुटाएछु। अब यसलाई कलर गाढा हुने बेलासम्म पकाउन ग्यास सानो गरेर राखेको छु। अलि बेर पकाइरहने यहाँ देखिए जस्तै अलिकति गाढा रङको भएपछि ग्यास अफ गर्नु पर्दछ। यो पाक्दै गर्दा नै मैले यता 10वटा ठुला प्लेटमा तेल लगाएर ठिक्क बनाइसकेको थिएँ। यसरी तेल लगाउँदा पछि सुकेपछि उक्काउन सजिलो हुन्छ। पाकेर हल्का सेलाएपछि अब प्लेटमा यसरी खनाएर पातलो बनाएँ। ल हेर्नुहोस् त है, ठुल्ठुला रोटी जस्तै बन्यो। अबको काम भने घाममा सुकाउने हो। 3 दिन जति हल्का घाममा सुकाएपछि हेर्नुहोस् त कस्तो देखिएको छ। यसलाई पल्टाइ गरेर पनि अलि चर्को घाममा सुकाउनु पर्छ है। अब भने सुकेर निकै नै राम्रो देखिएको छ। अबको पालो यसलाई टुक्रा गरेर आफ्नो इच्छाको आकारमा काटेर राख्ने हो। मैले भने यसलाई इँटा आकारमा काटेको छु। यो अमिलो गुलियो खट्टी मिठी माडाका फाइदाहरू पनि धेरै छन्। यसका के फाइदा रहेछन् भनेर मैले ChatGPTमा खोजेको थिएँ। पाचनमा सहयोग, भोक जगाउने, भिटामिन सीले भरिपूर्ण, घाँटी सुक्खा खोकीमा फाइदा, थकान कम गर्ने भनेर लेखेको भेटियो। तर हामीले पनि यसलाई घरेलु औषधिको रूपमा प्रयोग गर्दै आइरहेका छौँ। खाँदा निकै स्वादिलो हुन्छ यो माडा। यसको उपयोगिता अरू पनि भए जानकारी पाऊँ है। मैले त यसलाई तयार गरेर यसरी डिब्बामा राखेर थन्काएँ। लौ तयार भयो माडा।